एउटा यस्तो वाक्य छ नि जुन हामी सबैले कुनै न कुनै बेला सुनेकै छौं। यो त नेपाली आमा बुवाको लागि लगभग राष्ट्रिय गान जस्तै भइसक्यो। आज हामी नेपालमा करियरलाई लिएर हुने चिन्ताको पत्र खोल्दैछौं। खासमा यस्तो किन लाग्छ कि हाम्रो प्रतिस्पर्धा जागिरको बजारसँग मात्रै होइन, हरेक आफन्त, छिमेकी अनि फेसबुकमा सिडनी एयरपोर्टबाट फोटो हाल्ने साथीसँग पनि भइरहेको छ। हो, यही हो त्यो वाक्य। फलानाको छोराले के गर्यो हेर त। यो कुरा सुरु हुन्छ क्लास 2 को होमवर्कबाट अनि पुग्छ 30 वर्षको हुँदाको स्यालेरी प्याकेजसम्म। यो कहिल्यै सकिँदैन। यो हाम्रो समाजमा एकदमै गहिरोसँग गाडिएको तुलना गर्ने संस्कृति हो। ल, यसलाई एउटा नाम दिउँ न त, फलाना सिन्ड्रोम। यो नेपालको एउटा यस्तो सामाजिक यथार्थ हो जहाँ कुनै पनि व्यक्तिको उपलब्धि, खास गरी करियरको सफलतालाई उनीहरूका साथीभाइ, नातागोता र छिमेकीसँग लगातार दाँझिन्छ। अनि यसले गर्दा कस्तो महसुस हुन्छ भने हाम्रो प्रतिस्पर्धा त जागिरसँग होइन, पुरै समाजसँग पो रहेछ। ठिक छ, अब अलिकति गहिराइमा जाउँ। यो सामाजिक दबावले खासमा काम कसरी गर्छ त? हाम्रो समाजमा परम्परादेखि नै जम्मा 2वटा करियरका बाटालाई मात्रै सफल भनेर मान्यता दिन्छ। हाम्रो समाजले के भन्छ भने सफल हुनलाई 2टा मात्रै बाटा छन्। कि त सरकारी जागिर खाएर जीवनभरिको लागि शक्ति र इज्जत कमाउनु पर्यो, कि त अस्ट्रेलिया वा क्यानाडाको लागि प्लेन चढ्नु पर्यो। एकातिर छ स्थिरता र सुरक्षा, अर्कोतिर छ सफलता, पैसा र आधुनिक जीवनशैलीको लोभ। समाजले यिनै 2 बाटालाई मात्रै हो लौ केटोकेटीले प्रगति गर्यो भन्ने। तर सोच्नुस् त, जो मान्छे अलि फरक बाटोमा छ, सायद क्रिएटिभ फिल्डमा वा आफ्नै स्टार्टअपमा, उसले सधैँ सुन्ने प्रश्न के हो? यही हो, लौ राम्रो कुरा हो, तर खासमा काम चाहिँ के हो? यसलाई भ्यालिडेसन ग्याप भन्न मिल्छ। मतलब हाम्रो समाजमा कामको भ्याल्यु भन्दा पनि त्यो कतिको देखिन्छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। यदि कसैले अफिसको बिल्डिङ देखेन वा भिसाको स्ट्याम्प देखेन भने उनीहरू त्यसलाई वास्तविक करियर नै मान्दैनन्। यसले गर्दा भित्रभित्रै ठूलो प्रेसर बन्छ। राम्रै गरिरहेको बेला पनि कता कता पछि परिरहेको जस्तो निरन्तर महसुस हुन्छ। अब कुरा गरौँ यो चिन्तालाई आजको जमानामा केले झन बढाइरहेको छ भन्ने बारे। हो, यसको मुख्य खेलाडी हो सामाजिक सञ्जाल। सामाजिक सञ्जाल भनेको त स्टेरोइडमा गरिएको तुलना जस्तै हो। सोच्नुस् त, 10-15 वर्ष अगाडिसम्म कसैको प्रगतिको खबर सुन्न कि त बिहेभोज कुर्नु पर्थ्यो कि त चाडपर्व। तर आज हरेक दिन, हरेक घण्टा हाम्रो मोबाइलको स्क्रिनमा छताछुल्ल छ। सामाजिक सञ्जालले एउटा डरलाग्दो मानसिक चक्र बनाइदिन्छ। कसैले लिङ्क्डइन वा इन्स्टाग्राममा आफ्नो सफलताको पोस्ट गर्छ। त्यो देख्ने बित्तिकै हाम्रो दिमागले आफ्नो जिन्दगीसँग दाँज्न थाल्छ अनि मनमा एउटै कुरा खेल्छ, म त पछि परेछु। यसले चिन्तालाई झन गहिरो बनाउँदै लैजान्छ। तर हामीले एउटा कुरा के बिर्सिन्छौँ भने मान्छेहरूले सामाजिक सञ्जालमा आफ्नो अन्तिम परिणाम मात्रै पोस्ट गर्छन्, त्यसको पछाडिको प्रक्रिया कहिले देखाउँदैनन्। हामी प्रमोसन भएको देख्छौँ, तर त्यो प्रमोसन पाउन गरेको रातभरिको काम, तनाव वा मनमा चलेको आँधीबेहरी देख्दैनौँ। यो प्रेसरको एउटा अर्को अझ गहिरो पाटो पनि छ, जुन सिधै पुरुषत्वसँग जोडिएको छ। खास गरी नेपाली समाजमा पुरुषहरूका लागि करियरको अपेक्षा लोग्ने मान्छे हुनुको परिभाषासँगै जोडिएर आउँछ। एक किसिमको अघोषित टाइमलाइन छैन त समाजले बनाएको। 22 वर्षमा ग्रेजुएट हुनै पर्यो, 25 सम्ममा गतिलो जागिर समाउनै पर्यो अनि 28 वर्षसम्ममा त सेटल भइसक्नु पर्यो। यदि यो टाइमलाइनमा कोही फिट भएन भने त्यसलाई उसको व्यक्तिगत असफलताको रूपमा हेरिन्छ। किनभने हाम्रो समाजमा पुरुष हुनु भनेको घरको जिम्मेवारी लिने व्यक्ति, प्रोभाइडर हुनु हो र करियर भनेको मान वा इज्जतसँग सिधै जोडिएको छ। हामी 21औं शताब्दीमा बाँचिरहेका छौँ, तर सफलताको मापदण्ड भने अझै 20औं शताब्दीकै खोजिरहेका छौँ। ल, यति धेरै समस्याको कुरा गरिसकेपछि अब बाटो के त? यो तुलनाको संस्कृतिलाई तोड्ने कसरी? सायद अब यो सब कुरालाई अनलर्न गर्ने वा भनौँ न सिकेको कुरालाई बिर्सने बेला आएको छ। एउटा कुरा सधैँ याद राख्नुपर्छ, आफ्नो समय रेखा अरूको भन्दा फरक हुनु असफलता होइन, त्यो केवल आफ्नो हो। अलि फरक बाटो हिँड्नु वा अलि ढिलो हिँड्नु भनेको हराउनु होइन, त्यो त आफ्नो छुट्टै विशेष यात्रा बनाउनु हो। भन्छन् नि, आफ्नो किताबको पहिलो पन्नालाई अरू कसैको 20औं पन्नासँग दाँज्नु हुँदैन। यो एकदमै सरल तर शक्तिशाली कुरा हो। यसले हामीलाई अरूतिर हेर्न छोडेर आफ्नै प्रगतिमा ध्यान दिन सिकाउँछ। त्यसैले अब कसैले फलानाको छोराले त यस्तो गर्यो भन्दै सामाजिक दबाव दिन खोज्दा
मनमा नै वा बाहिरै एउटा शक्तिशाली जवाफ तयार राख्न सकिन्छ। म आफ्नो बाटो बनाउँदैछु। यो केवल एउटा जवाफ होइन, यो आफ्नो यात्राप्रतिको विश्वास र आत्मस्वामित्वको घोषणा हो।